ओपन यो म्याथमेटिक्सको क्युएडी सेसनहरू राख्दैछौँ साथीहरू है, जुन हाम्रो फेसबुक पेजबाट नियमित रूपमा लाइभ गरिनेछ है। र यो हामीले मङ्सिर 7 गतेसम्म नै यो यसलाई कन्टिन्युटी दिनेछौँ साथीहरू है। तपाईँहरूको एकदम उत्साहजनक उपस्थिति होस् भन्ने हाम्रो चाहिँ अपेक्षा छ साथीहरू है। र यो आउँदै गरेको मङ्सिर 7 गतेको 8 गतेको प्रिटेस्ट एक्जाम, एनआरबीको प्रिटेस्ट एक्जामलाई म सम्पूर्ण साथीहरूलाई यही अहिलेको यो लाइभ फेसबुक लाइभबाट अल द बेस्ट भन्न चाहन्छु साथीहरू। तपाईँहरूको तयारी एकदमै राम्रो होस् र प्रथम यो प्रिटेस्ट कटाएर तपाईँहरू दोस्रो चरणको अझै अझै स्ट्रङ तयारी गर्नलाई चाहिँ तपाईँहरूलाई अझै शक्ति पुगोस् साथीहरू है। र यो 7 के अरे 8 गतेको यो प्रिटेस्ट एक्जाम पछाडि वेब इन्स्टिट्युटले नेपाल राष्ट्र ब्याङ्कको कमान्डो क्लासेसहरू पनि सुरु गर्छ साथीहरू। मङ्सिर 10 गतेबाट वेब इन्स्टिट्युटमा नेपाल राष्ट्र ब्याङ्कको दोस्रो चरणको परीक्षालाई लक्षित गरी हामीले एनआरबी कमान्डो कोर्स सुरु गर्दैछौँ साथीहरू है। प्रथम पत्र यो प्रथम चरणको परीक्षा प्रिटेस्ट राम्रो गरेर तपाईँहरूले दोस्रो चरणको तयारीको लागि कमान्डो क्लास चाहिँ लिन सक्नुहुन्छ साथीहरू है। ल अहिलेलाई मैले खासै धेरै कुरो भन्न चाहिनँ। अनि अर्को सानो नोटिस दिनुपर्दा वेब इन्स्टिट्युटमा अहिले बिहान 6:30 बजेको समयमा, दिउँसोको 11:30 बजेको समयमा नयाँ फिजिकल क्लासेसहरू सुरु भइरहेछन् साथीहरू है, आरबिबी र एडिबिएलको। त्यस्तै गरेर बेलुकाको समयमा हामीले अनलाइनमा नयाँ क्लासेसहरू सुरु गरेका छौँ आरबिबी र एडिबिएलको। अहिलेलाई अब अरू थप जानकारीहरू मैले दिन चाहिनँ साथीहरू। अल द बेस्ट भन्दै तपाईँहरूलाई मैले यो सेसनमा एकदम राम्रोसँग भाग लिनु होला के अरे अनुरोध गर्न चाहेँ र रमन सरलाई फिडब्याक क्लासमा स्वागत गर्न चाहेँ। थ्याङ्क यू सर। ओके, उपस्थित सबैजनालाई गुड इभिनिङ, नमस्ते। यहाँहरूलाई प्रिटेस्टको मोडेल म्याथको क्लासमा उपस्थित सबैजनालाई हार्दिक स्वागत छ। र हिजो पनि हामीले 15वटा डिफ्रेन्ट प्रश्न हामी गरेका थियौँ। लोकसेवामा विगतमा सोधिसकेका प्रश्न र सोध्न सक्ने टाइपको प्रश्नहरू यहाँहरू माझ म लिएर उपस्थित भइसकेको छु है। एकचोटि सबैजना लेख्नुहोस् के मेरो साउन्ड र भिडियो क्लियर आएको छ? एकचोटि सबैजना लेख्नुहोस् त। र फेसबुक लाइभबाट हेरिराख्नु भएको सम्पूर्ण साथीहरू सक्दो लाइभलाई सेयर गर्नु होला है। ओके, क्लियर छ? अगाडि बढौँ त्यसो भए। ल ओके, ढिला नगरी अब हामी स्टार्ट गर्दैछौँ प्रश्न नम्बर 1बाट है त। ल प्रश्न नम्बर 1 र जति पनि प्रश्न छ सबै लोकसेवामा विगतमा सोधेका सोध्न सक्ने टाइपको प्रश्नहरू, एकदमै आधिकारिक प्रश्नहरू, जेन्युन प्रश्नहरू रहेका छन्। र तपाईँहरूलाई म 45 सेकेन्डको समय दिन्छु। सबैजना मलाई फेसबुक लाइभबाट हेरिराख्नु भएको साथीहरू है, सबैजना कमेन्ट गर्नुहोस् प्रश्न नम्बर 1 को उत्तर कति होला त। र समय 45 सेकेन्ड है साथी हो। ल बुस्ट गर्नुहोस्, आफैले आफूलाई बुस्ट गर्नुहोस्। तपाईँ कति पानीमा हुनुहुन्छ होइन, थाहा भइहाल्छ साथी हो। सिकौँ, नयाँ कुरा सिकौँ, साथीहरूमा सेयर गरौँ है। ल कमेन्ट गर्नुहोस्। प्रश्न रहेको छ, एउटा घडी रु 380मा बेच्दा केही नोक्सान र रु 420मा बेच्दा केही नाफा हुन्छ। यदि नाफा र नोक्सान रकम बराबर भए उक्त घडीको क्रय मूल्य कति हो? ल सबैजना गर्नुहोस् त। ल सबैजना कमेन्ट गर्नुहोस्।
ल अप्सन नम्बर बी, धेरैजनाले अप्सन नम्बर बी भन्नुभएको छ है, र तपाईँको 45 सेकेन्ड पनि सकिएको छ। धेरैजनाले मिलाउनु भएको छ है। ल चेक गरौँ। प्रश्न नम्बर 1 को एन्सर हेरौँ है। यसको धेरैजना साथीले बी भन्नुभएको छ। ल चेक गरौँ यसको सही उत्तर के हुन्छ होला त। एउटा घडी रु 380 मा बेच्दा केही नोक्सान हुन्छ र 420 मा बेच्दा केही नाफा हुन्छ है। रिमेम्बर दिस नोट, यो तपाईँले ट्रिक चाहिँ याद गरेर राख्नु होला। के भन्दाखेरि नि साथी, यदि तपाईँको प्रश्नमा यदि प्रॉफिट र लस अमाउन्ट इक्वल छ, यदि नाफा र नोक्सान रकम बराबर छ र नाफा प्रतिशत र नोक्सान प्रतिशत पनि बराबर छ भने इन दैट केस सर्टकट यसको फर्मुला हुन्छ, मैले सिकाएको थिएँ, सीपी बराबर SP1 प्लस SP2 को के त 2, SP1 प्लस SP2 बाई के त 2 गर्ने है, एभरेज लिने। सो पहिलो हाम्रो एसपी कति दिएको छ, 380 मा बेच्दा केही नोक्सान र 420 मा बेच्दा कति भयो त नाफा। त 380 प्लस 420 ले कति भयो, 4 3 7 800, 800 को आधा कति आयो त 400, अर्थात् तपाईको सीपी कति भयो त 400 भयो, जुन चाहिँ अप्सन नम्बर के त बी मा रहेको छ। ओके, अप्सन नम्बर बी मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। अब जाउँ हामी प्रश्न नम्बर 2 तिर। ल प्रश्न नम्बर 2 को कमेन्ट गर्नु होला, एन्सर कति आयो। एउटा व्यापारीले 9 वटा सुन्तला रु 10 मा किनेछ र 5 वटा सुन्तला रु 8 मा बिक्री गरेछ भने पुरै कारोबारमा कति प्रतिशत है, कति प्रतिशत नाफा वा नोक्सान भएछ। कति प्रतिशत यहाँ छुटेको रहेछ है, कति प्रतिशत नाफा वा नोक्सान भएको रहेछ। तपाईको अप्सन रहेको छ 44% प्रॉफिट, 56% प्रॉफिट, 22% लस र 44% लस। लेट्स रन। ल सबैजना गर्नुहोस् र सक्दो लाइभलाई शेयर गरौँ है साथी हो। ल ओके 44%। ल तपाईको समय पनि सकिएको छ। सिकौँ केही नयाँ कुरा है साथी हो। ल ध्यान दिनुस्, यहाँ प्रश्न नम्बर 2 मा के भनेको छ, एउटा व्यापारीले 9 वटा सुन्तला रु 10 मा किनेको छ। हुन त ट्रान्जेक्सन हुनको लागि, कारोबार हुनको लागि पहिला सामान पर्चेज गर्नुपर्छ अनि बल्ल के त बेच्नुपर्छ। त्यो बीचमा हुने यदि सीपी भन्दा किनेको भन्दा बढीमा बेच्यो भने नाफा भयो, किनेको भन्दा कममा बेच्यो भने घाटा भयो, हैन त। यही प्रोसेसलाई के भनिन्छ त ट्रान्जेक्सन भनिन्छ। त एज अ रिजल्ट हामीले के बुझ्यौं, ट्रान्जेक्सन हुनको लागि पहिला सामान के गर्नु पर्यो, पर्चेज गर्नु पर्यो, राइट। र यस्तो टाइपको प्रश्न आयो भने सुरुमा चाहिँ हामी पहिला आइटमको नाम लेख्छौं अनि त्यसपछि के त रकम लेख्छौं है। त यहाँ आइटममा कुन तला रहेको छ साथी हो, सुन्तला। एक ठाउँमा लेख्ने सुन्तला, अर्को ठाउँमा लेख्ने के त रकम, ठीक छ। अनि 9 वटा सुन्तला चाहिँ उले 10 मा किनेको रहेछ र 5 वटा सुन्तला चाहिँ उले 8 मा बिक्री गरेको रहेछ, ठीक छ। र जुन हामी बच्चा क्लासमा 19 क्लासमा जुन हामी डिटर्मिनेन्ट पढाएको थियौं साथी, त्यही डिटर्मिनेन्टको कन्सेप्ट म भन्दैछु। यो ए बी सी र डी थियो हैन, र हामी के गर्थ्यौं, एडी माइनस बीसी गर्थ्यौं, हो गएन। यसलाई के गर्थ्यौं, एडी माइनस बीसी गर्थ्यौं। यही कन्सेप्टको आधारमा हामी गर्छौं, अर्थात् 9 into 8 गर्छौं अनि 5 into 10 गर्छौं। माथिको जहिले पनि सीपी हुन्छ, तलको जहिले पनि के हुन्छ, एसपी हुन्छ। त भनेपछि कति आयो, 9 8 जा 9 8 72 आयो, माइनस 5 10 जा कति आयो 50। र प्रॉफिट होस् लस होस् है, प्रॉफिट पर्सेन्ट होस् वा लस पर्सेन्ट होस्, डिनोमिनेटरमा चाहिँ जहिले पनि सीपी नै हुन्छ, हो कि हैन। डिनोमिनेटरमा अर्थात् हरमा तल चाहिँ जहिले पनि सीपी नै हुन्छ। त सीपी त हाम्रो यो 5.50 हो। त यो जुन हामी माइनस गर्छौं त्यही नम्बरले अलवेज के गर्ने, जहिले पनि के गर्ने, डिभाइड गर्ने, जहिले पनि डिभाइड गर्ने। त नाफा होस् नोक्सान होस् सबैमा गर्ने। तर कसरी बुझ्ने नाफा भयो कि नोक्सान, ध्यान रहोस्। यदि सोलुसन गरेर भ्यालु पोजिटिभमा आए बुझ्ने नाफा भयो, सोलुसन गरेर भ्यालु नेगेटिभमा आए बुझ्ने नोक्सान भयो। अब यसलाई काटकुट गर्नुहोस्, 50 दुना कति आयो, 100 आयो। 72 बाट 50 घटाउँदा, 72 बाट 50 घटाउँदा 22, 22 दुना कति आयो 44। र यो 44 प्लसमा आएको कारणले गर्दा यो 44% के भयो त नाफा भयो, जुन चाहिँ हाम्रो अप्सन नम्बर ए मा रहेको छ।
अप्सन नम्बर ए मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। ल अब जाउँ हामी प्रश्न नम्बर 3 तिर। प्रश्न नम्बर 3 यस प्रकार रहेको छ। यो 2078 एनआरबी मा सोधेको प्रश्न हो। ल ट्राई गर्नुहोस् सबैजना। एउटा व्यापारीले दुईवटा घडी प्रत्येकलाई रु 1955 का दरले बिक्री गर्दछ। सो मध्ये उसले एउटामा 15% नाफा र अर्कोमा 15% नोक्सान हुन्छ भने पुरै कारोबारमा कति नाफा वा कति घाटा भयो त्यो चाहिँ हामीलाई निकाल्नु पर्ने छ है। र तपाईको अप्सन रहेको छ 90 प्रॉफिट, 90 लस, 100 प्रॉफिट, 80 लस। ल सबैजना ट्राई गर्नुहोस् र सक्दो लाइभलाई शेयर गर्नुहोस् है साथी हो। यो प्रश्नमा चाहिँ स्पेशली यो प्रश्नमा अलिकति टाइम लाग्छ। हरेक प्रश्न चाहिँ तपाईँ 45 सेकेन्ड भित्रै गर्न सक्नुहुन्छ भन्ने पनि छैन। कुनै कुनै तपाईँ 10 सेकेन्ड 5 सेकेन्डमा पनि गर्न सक्नुहुन्छ। त ती टाइमहरूलाई चाहिँ ती टाइम बचेको टाइमले चाहिँ यतातिर सदुपयोग गर्नुपर्छ है। ती बचेका समयलाई चाहिँ यतातिर चाहिँ सदुपयोग गरेको राम्रो। अब जिकेमा तपाईँको त्यसै टाइम बच्यो आउँछ भने एकैचोटिमा हो होइन। नेपालको क्षेत्रफल सोध्दैमा तपाईँ लम्बाइ गुणा चौडाइ गरेर पक्कै बस्नुहुन्न होइन त। ल यहाँ साथीहरूले कमेन्ट चाहिँ र पनि गर्नु भएको छ, खुसीको कुरा हो। ल है चेक गरौँ। अब 3 नम्बरको चेक गरौँ। प्रश्न नम्बर 3 सबभन्दा फर्स्टमा त्यो व्यापारीले दुईवटा घडी प्रत्येक रु 1955 का दरले बिक्री गर्छको मिनिङ के त? पहिलो घडी पनि 1955, दोस्रो घडी पनि 1955 कै दरले के गरेको रहेछ, उसले बिक्री गरेको रहेछ। हेर्नुहोस् पहिलो घडीको विक्रय मूल्य 1955 भयो है। दोस्रो घडीको विक्रय मूल्य पनि 1900 कति भयो त? 55 नै भयो। ठिक छ। पहिलो घडी बेच्दा उसलाई 15% नाफा भएको रहेछ, दोस्रो घडी बेच्दा उसलाई 15% नोक्सान भएको रहेछ। अब हामी पहिलो घडीको क्रय मूल्य निकालौं स्ट्यान्डर्ड फर्मुला युज गरेर। सीपी बराबर एसपी इन्टु के त 100/100 प्लस प्रॉफिट पर्सेंट। नाफाको केसमा 100 मा जोड्ने 100 कति आयो? 15 आयो। ठीक छ। अब यसलाई हामी 115 को टेबलले काट्न नि सकिन्छ है साथी हो। र इच्छा तपाईको हो, नभए 5 को टेबलले पनि काट्न सकिन्छ। 115 को टेबलले तपाईं यदि 1955 लाई यदि काट्न थाल्नु भयो भने 115 1 जा 115 भयो है। सो 5 बाट 5 घटाउँदा 0, 9 बाट 1 घटाउँदा 8 भयो, यो त काटियो, यो 5 भयो। सो तिया 115 तिया कति भयो हेर्नुस् त? 5 तिया 15 को 5 7 ले गर्नुपर्छ है। 7 पंचे 35 को 5 क्यारी 3 भयो हैन। त 7 एकान 7 3 10 को 0 क्यारी 1 भयो हैन। 7 एकान 7 1 8 805 भयो। मतलब 17 ले के भयो त? झ्याम्मै काट्यो। अर्थात यो कति भयो त? 1700 भयो। त एज अ रिजल्ट हामीले के बुझ्यौ? पहिलो घडी चाहिँ उले कतिमा किनेको रहेछ त? 1700 मा किनेको रहेछ। दोस्रो घडी कतिमा किनेको रहेछ त्यो निकालौं। त दोस्रो घडी निकाल्दा CP2 बराबर 1955 इन्टु कति आयो? 100 बाई, अब यो 15% लस छ। लस भएको कारणले गर्दा 100 बाट घटाउने, अर्थात कति आयो? 85 आयो। ठीक छ। तपाई 5 को टेबलले काट्नुस्, नभए डाइरेक्ट 85 लिएर के गर्नुस्? भाग गरिदिनुस्। त्यही सजिलो हुन्छ है। त्यही के हुन्छ? सजिलो हुन्छ, एकदमै सजिलो हुन्छ। हेर्नुस् 85 लिएर 1955 मा भाग गरिदिनुस्। अनि 85 दुना कति भयो त? 85 दुना 5 दुना 10 को 0 अनि क्यारी 1 8 दुना 16 1 17 170 भयो है। सो यो 5 9 बाट 7 गयो 2 अनि 5 फेरि आयो। अर्थात 85 तिया कति हुन्छ त? 85 तिया 255 हुन्छ। अर्थात तपाईको CP2 कति आयो त? 2300 तपाईको के आयो त? दोस्रो सामानको CP आयो। त एज अ रिजल्ट हामीले के बुझ्यौ? पहिलो घडी चाहिँ उले 1700 मा किनेको रहेछ र दोस्रो घडी चाहिँ 2300 मा के त? पर्चेज गरेको रहेछ। अब होलको ट्रान्जेक्सनको कुरा गर्दाखेरि अब हेर्नुस् होल ट्रान्जेक्सन मतलब दुवै घडीको। त दुवै घडी चाहिँ दुवै घडीको विक्रय मूल्य भयो तपाईको SP1 प्लस SP2 अर्थात 1955 1955। त 3900 कति आयो? 10
दुवै घडी 3910 मा बेचेको रहेछ, दुवै घडी कतिमा किनेको रहेछ, द्याट इज CP1 प्लस CP2 गर्दाखेरि तपाईको यताको 1700 र 2300 ले कति आयो, 4000 आयो है। त 3910 मा तपाईले बेच्नु भएको छ, 4000 मा किन्नु भएको छ, कति रुपैयाँ नोक्सान भयो, 90 रुपैयाँ नोक्सान भयो, जुन चाहिँ तपाईको अप्सन नम्बर के त बी मा रहेको छ। तर यही प्रश्नमा यदि तपाईलाई कति प्रतिशत नाफा वा नोक्सान भनेको भए यसमा हामी ट्रिक युज गर्न सक्छौं। तर तपाईलाई अमाउन्ट यदि सोधियो भने यसमा ट्रिक युज गर्न पाइँदैन, तपाईलाई सोलुसन गर्नै पर्छ लाइक दिस। ठीक छ। अब यसमा एकछिनको लागि पुरै कारोबारमा त्यो व्यापारीलाई कति प्रतिशत नाफा वा नोक्सान भनेको भए त तपाई यसरी गर्न सक्नुहुन्छ है। यसलाई स्क्रिनशट लिनु होला, नभए तपाई आफ्नो प्रोफाइलमा चाहिँ शेयर गरेर राख्नु होला, पुनः पनि हेर्न सक्नुहुन्छ मज्जाले तपाईहरु है। ल हेर्नुस्, यसैलाई यदि नाफा वा नोक्सान प्रतिशत भनिदिएको भए कसरी गर्थ्यो त? मैले तपाईलाई हुन त एउटा कोड दिएको थिए आलु फर्मुला भनेर। यदि जुनसुकै च्याप्टरमा दुईवटा पर्सेन्टेज छ भने तपाई आलु फर्मुला युज गर्न सक्नुहुन्छ भनेर मैले तपाईलाई एउटा कोडै दिएको थिए हैन, जहाँ पनि दुईटा पर्सेन्ट छ भने। तर ध्यान रहोस्, नाफा र भ्याट आएको छ भने तपाई प्लस साइन युज गर्नुपर्छ, र नोक्सान र डिस्काउन्टको कुरा गरेको छ भने अलवेज माइनस साइन युज गर्नुपर्छ। त यहाँ हामीलाई कतिमा बेचेको हो त्योसँग हामीलाई सरोकारै छैन, यसले कतिमा किनेको हो कतिमा बेचेको हो त्योसँग हामीलाई कुनै सरोकार छैन। जुन तपाईलाई म ट्रिक सिकाउँदै छु यो दिएको जुन हाम्रो पर्सेन्टेज छ यो पर्सेन्टेजसँग मात्रै सरोकार छ र जुनसुकैमा फिट हुन्छ है। ल एकदम नेचुरल प्रोसेस हो। सो ए बराबर 15% नाफा भयो त 15 लिने, नोक्सान भयो 15% त बी बराबर 15 लिने, र हाम्रो फर्मुला रहेको छ ए प्लस बी प्लस के त एबी बाई 100 रहेको छ। सो ए को साटो तपाईँ 15 लेख्न सक्नुहुन्छ, बी को ठाउँमा -15 प्लस कति आयो 15 गुना -15 का मुनि कति आयो 100 आयो। सो यो कति आयो 15 - 15 गुना कति आयो 15 का मुनि कति आयो 100 आयो। यो डबल जिरो काट्यो, 15 15 225 -225 का मुनि 100 भनेको कति आयो -2.25% आयो। माइनसको मिनिङ के हुन्छ, लस हुन्छ, अर्थात् 2.25% लस भयो। यसलाई अझै सर्टकटमा हेर्दाखेरि एउटा अझै पनि यसको फर्मुला छ, तपाईहरुले पढ्नु पनि भयो होला कतै कतै। के भन्दाखेरि यस्तो केसमा अलवेज लस नै हुन्छ र x²/100% के हुन्छ, लस हुन्छ। अलवेज जहिले पनि लस नै बेहोर्नु पर्छ है। ठीक छ। सो x को ठाउँमा तपाईँ 15 युज गर्न सक्नुहुन्छ, 15 के स्क्वायर/100% लस। सो 15 के स्क्वायर 225/100 मिन्स 2.25% के आयो त लस। तपाईँ यसरी गर्न सक्नुहुन्छ। ठीक छ, क्लियर भयो साथीहरु? ल अब जाउँ हामी प्रश्न नम्बर नेक्स्ट अर्थात् 4 नम्बरतिर। ल प्रश्न नम्बर 4 स्क्रिनशट लिएर राख्नु होला है। ल प्रश्न नम्बर 4 तिर जाउँ। प्रश्न नम्बर 4 हेर्नुहोस्। प्रश्न नम्बर 4 मा भनेको छ व्हाट इज द हार्मोनिक मीन अफ 20 एन्ड 30 है। 20 र 30 को हार्मोनिक मीन अर्थात् हरात्मक मध्यक चाहिँ कति होला भनेर प्रश्न आयो। र सबैजना गर्नुहोस्, 20 र 30 को हार्मोनिक मीन चाहिँ कति होला? बीस र 30 को तपाईहरु ए बी मात्रै नलेखिदिनु होला, नभए यहाँ कन्फ्युजन हुन्छ। तपाई 4 को मानो ए आयो भने 4a लेख्नु होला, बी आयो भने 4b लेख्नु होला, सी आयो भने 4c लेख्नु होला है। बुझ्न सजिलो हुन्छ नि त। तपाईले कमेन्ट गर्नुभएको एन्सर अब एबी लेख्नु भएको छ, कुनको हो एबी थाहै छैन हैन। ल ल हेरौँ कति जनाले मिलाउनु हुँदो रहेछ है साथी हो। ओके ल धेरै जनाले ए भन्नु भएको छ है। ल चेक गरौँ। सबभन्दा फर्स्टमा म तपाईलाई एउटा बेसिक कुरा भनिदिए है। यदि मानौ ए र बी दुईवटा संख्याहरू हुन्, नेचुरल संख्याहरू हुन्, लेट ए एन्ड बी आर टु नेचुरल नम्बर्स। यदि दुईवटा नेचुरल संख्या हुन् भने एएम अर्थात् अर्थमेटिक मिन, जसलाई अङ्कगणित मध्यक भन्छौँ,
र यसको फर्मुला हुन्छ a प्लस b बाई 2 हुन्छ 1 नम्बर। दोस्रो नम्बर जियोमेट्रिक मिन जसलाई हामी गुणोत्तर मध्यक भन्छौँ र यसको फर्मुला हुन्छ ab रुट अन्डर ab। र तेस्रो नम्बरमा आयो तपाईको एचएम जसलाई हामी हार्मोनिक मिन भन्छौँ र नेपालीमा हरात्मक मध्यक भन्छौँ र यसको फर्मुला हुन्छ 2ab बाई के त a प्लस b हुन्छ। ल यो नोट गर्नु होला सबैजना, ठीक छ। यदि दुईवटा संख्याहरू दिएको छ त्यसमा एएम अर्थमेटिक मिन निकाल्नु पर्यो a प्लस b बाई 2 गर्ने, जिएम निकाल्नु पर्यो रुट अन्डर एबी गर्ने, एचएम निकाल्नु पर्यो 2ab बाई a प्लस b गर्ने, है त। ल अब चाहिँ हामीलाई हरात्मक मध्यकको कुरा गरेको छ, एचएम को कुरा गरेको छ है, र हामीलाई दुईवटा संख्या दिएको छ। त पहिलो संख्या a बराबर 20 भयो, दोस्रो संख्या b बराबर 30 भयो र एचएम बराबर हाम्रो के फर्मुला 2 इन्टु a इन्टु b बाई a प्लस b अर्थात् के त 20 प्लस कति आयो त 30 आयो। सो यो 20-30 ले कति भइहाल्यो साथी हो, 20-30 ले कति भयो त 50 भयो, 30-20 50 भयो हैन त। अब काट्दिनुस् यो 0-0 अनि यो कति आयो 3 दुना 6, 6 दुना 12 भयो है, 120 भयो, 120 बाई 5 भनेको 24 पंच 120 भयो, अर्थात् हाम्रो एन्सर कति आयो त 24 आयो। यो 0-0 मैले काटेको 30 दुना 60 दुना 120 बाई 5 भनेको 24 पंच 120 भयो र 24 जुन चाहिँ तपाईको अप्सन नम्बर ए मै रहेको छ है। ल अब प्रश्न नम्बर 5 गरौँ। ल सबैजना गर्नुहोस् प्रश्न नम्बर 5, अलिकता छिटो गर्नु होला। ल अप्सन नम्बर ए मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। ल सक्दो शेयर गरौ है साथी हो। प्रश्न नम्बर 5 हेर्नुहोस् त कति आयो प्रश्न नम्बर 5 को। यो प्रश्न पनि यो एनआरबी कै प्रश्न हो, विगतको प्रश्न हो है। मैले 3-4 वटा प्रश्न चाहिँ सोधेको प्रश्नहरूलाई मैले रिपिट गरेको छु र अब जुन छ तलको हाम्रो प्रश्न यो सबै नयाँ नयाँ टाइपको प्रश्नहरू छन् है, नआतिनु होला, आउँदैछ नयाँ नयाँ भेरिएन्टको पनि प्रश्नहरू आउँदैछ है साथी। हामी सबै गर्छौँ, पहिला यति गरौँ। ल पहिला 5 नम्बर गर्नुहोस् त सबैजना, कति आयो एन्सर छिटो छिटो कमेन्ट गर्नुहोस्। ल 5 को बी भन्नु भएको छ है साथी हो। ल रूपाजीले, अम्बिकाजीले, निर्मलाजीले यता जुममा पनि जोइन गर्नु भएको छ साथीहरू। जुमको मेसेज यता मसँग यता मेरोमा लिङ्क छैन है, यहाँ आउँदैन, ठिक छ। तपाईहरु पेजमै आएर मेसेज गर्नु होला। वेब इन्स्टिट्युट फेसबुक खोल्नुहोस्, वेब इन्स्टिट्युट टाइप गर्नुहोस् र त्यही मेसेज गर्नु होला। यहाँ चाहिँ मेसेज आएको छैन, सायद मलाई लाग्छ तपाईँ होस्टलाई पठाइराख्नु भएको छ, को होस्टमा पठाउनु भयो भने आउँछ फेरि। ल अब हेर्नुहोस् प्रश्न नम्बर 5 हेरौँ के भनेको छ। व्हाट इज द भ्यालु अफ रुट अन्डर a टु द पावर 6 b टु द पावर -2 c टु द पावर 4 एन्ड 4 ओभर रुट a टु द पावर 4 b टु द पावर -4 एन्ड c टु द पावर 8। यस्तो टाइपको प्रश्न आयो भने जहिले पनि के गर्ने, सेपरेसन मेथड युज गर्ने, कहिले पनि मिस्टेक हुँदैन है। ल चेक गरौँ एन्सर, बी भन्नु भएको छ, लेट्स चेक। सो यहाँ जुन छ हाम्रो a टु द पावर 6 छ हैन, a टु द पावर 6 छ है। सो a टु द पावर 6 छ भने 6 इन्टु यो रुट हट्ने बित्तिकै रुटको मिनिङ कति हुन्छ 1/2 हुन्छ, त 1/2 लेख्ने है। त्यसपछि b को पावर -2 छ, त -2 इन्टु 1/2 भयो। फेरि c को पावर 4 छ इन्टु 1 कति भयो 2 भयो। तल चाहिँ हाम्रो यहाँ ओभर रुटमा 4 भएको कारणले गर्दा अब पावर के हुन्छ 1/4 हुन्छ। 5 भएको भए 1/5, 6 भएको भए 1/6, केही पनि छैन भने 1/2 हुन्छ है। ल सो यहाँ a को पावर कति भयो त 4 इन्टु 1/4, b को पावर -4 इन्टु 1/4 र c को पावर 8 इन्टु 1 कति आयो त 4 आयो। अब सजिलो तरिकाले काटौँ, यो 2 2 जा 4 काट्यो, यो 2 2 पनि काट्यो, यो 2 3 जा 6 काट्यो। फेरि तल हेर्नुहोस् त यो 4 2 जा 8 काट्यो, यो 4 4 पनि काट्यो, यो 4 4 पनि काट्यो। त बाँकी के रह्यो त a को पावर 3, b को पावर -1 र c को पावर 2 माथि बाँकी रह्यो, र तल चाहिँ a को पावर 1, b को पावर -1 र c को पावर 2 तल बाँकी रह्यो। फेरि c को पावर 2, c को पावर 2 काट्यो, b को पावर -1, b को पावर -1 काट्यो, a माथि 3 वटा, a माथि के रे a तल, कतिवटा रहन्छ एउटा काटिन्छ a स्क्वायर। भनेपछि
तपाईँको एन्सर कति आयो ए स्क्वायर, जुन चाहिँ अप्सन नम्बर के त बीमा रहेको छ। ल सबैजनालाई धेरै धेरै बधाई छ, बी मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। ल है त, अब जाउँ प्रश्न नम्बर 6 तिर। यो रेसियोको प्रश्न रहेको छ, स्क्रिनसट लिनु होला र पुनः पनि यसलाई के गर्नु होला, प्र्याक्टिस गर्नु होला। एकदमै इम्पोर्टेन्ट छ। आउने भनेको प्रश्न यस्तै यस्तै खालको है साथी हो, त्यो 8 गते हामीलाई थाहा भइहाल्छ। ल अब जाउँ प्रश्न नम्बर 6 तिर। ल प्रश्न नम्बर 6 को लागि पनि फेरि त्यही 45 सेकेन्डको समय रहेको छ। ल सबैजना ट्राई गर्नुहोस्। ए बी सी र डी को सेयरलाई 5:4:13:7 को अनुपातमा 4 भागमा बाँडिएको छ। यदि सी को सेयर ए को भन्दा रु 1600ले बढी छ भने बी को सेयर कति होला? ल सबैजना कमेन्ट गर्नुहोस्, बी को सेयर कति होला भनेको छ। ल अलि छिटो है साथी हो। ल 6 को धेरैजनाले ए भन्दै हुनुहुन्छ, अर्थात् 800 भन्दै हुनुहुन्छ। सो लिसन टु मी केयरफुली गाइज। ल ध्यान दिएर सुन्नुहोस्। यो भयो ए, यो भयो बी, यो सी, यो डी। ठिक छ। ए को सेयर युनिट कति भयो? 5 युनिट र 4 के अरे बी को 4 युनिट, सी को 13 युनिट र डी को के त 7 युनिट दिएको छ। अब हामीलाई कसको सेयरको कुरा गरेको छ? सी र ए को कुरा गरेको छ, राइट? र सी र ए को कुरा गरेको छ भने ए र सी को सेयरको युनिटको फरक कति छ? यो 5 र 13 को फरक कति छ? 5 र 13 को फरक कति छ त? 8 युनिट छ। हो, यो 8 युनिट भनेकै कति रुपियाँ बढी हो? 1600 रुपियाँ बढी हो। जुन तपाईँलाई म मेथड देखाउँदैछु यो बढी होस् कम होस् सबैमा फिट हुने एकदम नेचुरल मेथड हो है, कुनै साइड इफेक्ट छैन। सो 8 युनिट भनेको 1600 हो भने 8 युनिट भनेको 1600 रुपियाँ हो भने 1 युनिट भनेको कति हो? 200 रुपियाँ। अब हामीलाई कसको निकाल्न भनेको छ? हामीलाई सेयर बी को। त बी को सेयर युनिट कति छ हामीसँग? 4 युनिट। त 1 युनिटमा 200 रुपियाँ हो भने 4 युनिटमा कति हो? 4 गुणा 200 भनेपछि कति रुपियाँ आयो? 800 रुपियाँ, जुन चाहिँ अप्सन नम्बर कहाँ छ? ए मा छ। ल ए मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। ठिक छ। ल ए इज एब्सोल्युटली राइट एन्सर। अब जाउँ प्रश्न नम्बर 7 तिर। यो हाम्रो इन्डिसेस को प्रश्न रहेको छ र प्रश्न चाहिँ इफ 5 रुट अन्डर 5 इन्टु 5 टु द पावर क्युब डिभाइडेड बाई 5 इज इक्वल टु 5 टु द पावर ए प्लस 2 भए ए को मान कति होला भनेर प्रश्न आएको छ। ल ट्राई गर्नुहोस् सबैजना। 45 सेकेन्ड, धेरै टाइम नलिनुहोस् है। 45 सेकेन्डको समय छ तपाईँहरूको लागि। ल 45 सेकेन्डको समय। प्रश्न एकदम गतिलो रहेको छ है साथी हो, मिलाउनुहोस्। 45 सेकेन्ड भित्र मिलाउनु पर्ने छ हामीलाई। ल अब म गर्छु है साथी हो। 7 को ए चाहिँ भन्नुभएको छ है एकजनाले साथीले। ठिक छ, अर्को साथीले पनि ए नै भन्नुभएको छ। ल ठिक छ, ओके चेक गरौँ है। सिकौँ क्या, सिकौँ केही कुरा। छुटेको केही कुरा छ भने, अझै पनि तपाईँलाई केही ग्याप खाली छ भने होइन, अझै पनि तपाईँलाई केही केही सिक्नुपर्ने छ भने टाइम छ हामीसँग, सिकिहालौँ। र अर्को कुरा, तपाईँ आजबाट है, आजबाट तपाईँहरू वेब इन्स्टिच्युटको मेसेन्जरमा नभए मेरो आफ्नै पेज छ रमन कुमार शाह अफिसियल, जुनसुकैमा तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो प्रश्न राख्न सक्नुहुन्छ। प्रश्न चाहिँ राख्दाखेरि चाहिँ तपाईँ आफ्नो कस्तो भन्दाखेरि एकदम जेन्युन प्रश्न, लोकसेवामा सोध्न सक्ने टाइपको प्रश्न राख्न सक्नुहुन्छ र ती प्रश्नमा भोलि नाम सहितको डिस्प्ले गर्नेछु है। आज सर्च गर्नु होला एकचोटि तपाईँहरू र आउनु होला
मेसेज गर्नु होला है। ल ओके, सो 7 नम्बरको हेरौँ है, समय त सकियो। 7 नम्बरको हेर्नुहोस्, यो जुन छ हाम्रो 5 रुट अन्डर 5 छ नि, यो भनेको हाम्रो 5 रुट अन्डर 5 को मिनिङ के त 1/2 हो नि त, रुट हटाउनुको मिनिङ होइन त। इन्टु कति आयो 5 को पावर 3 आयो होइन, डिभाइडेड बाई कति छ हामीसँग 5 छ, बराबर कति त 5 को पावर a प्लस के त 2 भयो। अब हामीलाई थाहा छ बेस बेस सेम छ, पावर एडिसन हुन्छ, त 5 को पावर कति भयो, यहाँ केही छैन भने 1 छ, सो 1 प्लस 1/2 प्लस कति आयो 3, डिभाइडेड बाई कति छ त, डिभाइडेड बाई हामीसँग 1 छ, अर्थात् डिभाइडेड बाई 5 छ भने यसलाई 5 को पावर 1 गरौँ, बराबर कति आयो 5 को पावर a प्लस 2 भयो होइन। यो माथि लग्दा नि हुन्छ है साथी, यसलाई माथि लग्दा हुन्छ। यो 3 1 कति आयो 5 को पावर 4 आयो, प्लस 1/2 आयो, माइनस 1 आयो, बराबर 5 को पावर a प्लस कति भयो 2 भयो। त दिस मिन्स कति आयो त 5 को पावर, यो त 4 बाट 1 घटाउँदा 3 भयो, मैले यहाँ डाइरेक्ट कति लेखेँ त 3 लेखिदिएँ है, यहाँ मैले डाइरेक्ट यहाँ कति लेखेँ 3 लेखेँ, ठिक छ। त यो 2 तिया 6, 6 1 कति आयो 7 बाई कति आयो 2, यहाँ एउटा भ्यालु चाहिँ यहाँ त्यहाँ चाहिँ एउटा भ्यालु छुटेको रहेछ है साथी हो, 4, ओहो एउटा भ्यालु चाहिँ छुटेको रहेछ, 5 को पावर 4 प्लस 1/2 माइनस 1 बराबर 5 को पावर a प्लस 2 भयो। तो 4 बाट 1 गयो 3, 5 को पावर 3 प्लस 1/2 बराबर 5 को पावर a प्लस 2, सो दिस मिन्स 5 को पावर 3 दूना 6 1 7, 7/2 बराबर 5 को पावर a प्लस 2, यो काट्यो, सो 7/2 बराबर 7/2 माइनस 2 बराबर a, अर्थात् a बराबर 4 7 बाई कति आयो त 4 3/7 आयो है। यो एउटा भ्यालु चाहिँ यहाँ छुटेको रहेछ है साथी हो, यसमा एउटा भ्यालु चाहिँ यहाँ 5 को टु दी पावर एउटा छुटेको रहेछ है, यसमा एउटा भ्यालु छुटेको रहेछ। तपाईहरुले कसरी 4 लाउनु भयो त, एउटा भ्यालु यहाँ के छुटेको छ है 5 टु दी पावर। ल यसको म कमेन्ट गरिदिन्छु के छुटेको रहेछ है त, टाइपमा छुटेको रहेछ। ल अर्कोतिर जाउँ, 8 नम्बरतिर जाउँ। ल 8 नम्बरतिर जाउँ त, प्रश्न नम्बर 8 हेर्नुहोस् त सबैजना। प्रश्न नम्बर 8, एउटा 85 मिटर लामो छडीलाई 2 भागमा विभाजन गरिन्छ, यदि एउटा भाग अर्को भागको 2/3 भाग हुन्छ भने ठुलो भागको लम्बाइ चाहिँ कति मिटर होला भनेर प्रश्न आयो। सबभन्दा ठुलो भागको लम्बाइ चाहिँ कति मिटर होला, ल सबैजना कमेन्ट गर्नुहोस्। ल 85 मिटर लामो छडीलाई 2 भागमा विभाजन गरिन्छ है, यदि एउटा भाग अर्को भागको 2/3 भाग छ भने सबभन्दा ठुलो भाग कति हुन्छ, छिटो छिटो गर्नुहोस्। ओके ए बी हँसाउनुहुन्छ साथीहरु, ट्राई त गर्नुहोस् पहिला। यसको एन्सर चाहिँ 3/2 नै हुन्छ, तर अप्सनमा 3/2 थिएन नि त, त्यही भएर त्यहाँ चाहिँ त्यो 5 टु दी पावर केही छुटेको छ, म कमेन्ट गरिदिन्छु है, त्यहाँ चेक गर्नु होला। ल अब चेक गरौँ है, एन्सर के भनेको छ, 85 मिटर लामो छडीलाई 2 भागमा यसरी विभाजन गर्नुहोस् हैन, कि एक भाग चाहिँ अर्को भागको 2/3 भाग हुन्छ रे के है। त भनेपछि पहिलो भाग चाहिँ तपाईको कति रे 2/3 भाग हुन्छ, अर्थात् कति त 2:3 हुन्छ, ठीक छ। त्यसमा सबभन्दा लामो भाग कुन हो, यसमा सबभन्दा लामो भाग त 3 हो, त 3 का मुनि कति आयो 5, इन्टु कति आयो 85, 5 लिएर 17 पंचे 85, 17 तिया कति आयो 51 मिटर आयो। त भनेपछि सबैभन्दा लामो भाग कति आयो त 51 मिटर, अप्सन नम्बर सी भयो। होइन भने तपाईलाई यसरी पनि गर्न सक्नुहुन्छ, त पहिलो भाग मानौ 2x र दोस्रो भाग मानौ कति त 3x, र यो जुन 85 मिटर छ, त 85 मिटर भनेको पहिलो र दोस्रो भाग, अनि यो टोटल 85 मिटर भएको हो हैन त। सो 2x प्लस 3x बराबर तपाईँ 85 गर्न सक्नुहुन्छ, 5x बराबर 85 गर्न सक्नुहुन्छ, र x बराबर 17 मिटर लेख्न सक्नुहुन्छ। x बराबर 17, सबभन्दा लामो भनेको त 3x हो,
अर्थात् 3 इन्टु कति गर्न सक्नुहुन्छ 17 17 तिया कति भयो 51 मिटर जुन चाहिँ अप्सन नम्बर सीमा रहेको छ। ल 51 मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। अब जाउँ प्रश्न नम्बर 9 तिर। ल छिटो छिटो गरौँ है साथी। प्रश्न नम्बर 9 प्रश्न नम्बर 9 हेर्नु सबैजना। प्रश्न नम्बर 9 मा भनेको छ समीक्षा क्यान डु 2 होल 1/2 अफ अ वर्क अर जब इन 12 days. Anisha is twice as efficient as Samiksha. In how many days will Anisha finish the job? यदि समीक्षाले कुनै काम समीक्षाले 12 दिनमा 2 होल 1/2 काम गर्न सक्छिन्। यदि अनिशा समीक्षा भन्दा 2 गुणा बढी क्षमतावान छिन् भने अनिशा एक्लैलाई सो काम गर्न कति दिन लाग्छ भनेर प्रश्न आएको छ। ल टाइम एन्ड वर्कको प्रश्न एकदम राम्रो जेन्युन प्रश्न रहेको छ। ल छिटो गरौँ है साथी। ल 6 days 12 days कमेन्ट यहाँ आएको छ है। ल चेक गरौँ। हेर्नुहोस् पहिला चाहिँ समीक्षाले हैन यो जुन 2 होल छ यो 2 होल 1/2 छ नि त 2 दुना 4 1 कति आयो 5 का मुनि 2 आयो है। त 5 का मुनि 2 काम चाहिँ तपाईको 12 दिनमा गर्छिन् भने समीक्षाले त एक काम चाहिँ कति दिनमा गर्छिन् होला 12 होल 5 का मुनि 2 2 छके 12 6 पंचे 30 दिनमा गर्छिन् है। यो को हो समीक्षा है समीक्षा। अब त्यसपछि हामीलाई भनेको छ अनिशा इज ट्वाइस एज एफिसिएन्ट एज समीक्षा। अनिशा चाहिँ समीक्षा भन्दा 2 गुणा के त बढी क्षमतावान छिन्। यो समीक्षा यो चाहिँ को त अनिशा। हेर्नुस् अनिशा चाहिँ समीक्षा भन्दा 2 गुणा बढी क्षमतावान छिन् भने त्यसको मिनिङ भयो समीक्षाले कुनै काम गर्न अनिशाले कुनै काम गर्न x दिन लाग्छ भने समीक्षाले त्यो काम गर्न 2x दिन लाग्छ। किन समीक्षा चाहिँ यो अनिशा भन्दा चाहिँ 2 गुणा कम र अनिशा चाहिँ समीक्षा भन्दा 2 गुणा बढी क्षमतावान छिन्। तर यहाँ समीक्षालाई सो काम गर्न कति दिन लागेको छ यो 2x बराबर कति दिन लागेको छ त समीक्षालाई लाग्ने समय 30 हो भनेपछि x बराबर कति आयो त 15 आयो है। त अनिशाले लाग्ने समय कति हो अनिशालाई लाग्ने समय x भनेको 15 दिन हो जुन चाहिँ तपाईको अप्सन नम्बर के त बी मा रहेको छ। सो अनिशाले लाग्ने समय कति दिन हो 15 डेज हो। सो यसको राइट एन्सर हुन्छ 15 डेज। ठीक छ क्लियर भयो साथी हो। ल अब जाउँ प्रश्न नम्बर नेक्स्ट तिर। प्रश्न नम्बर 10 हेरौँ। प्रश्न नम्बर 10 एकदमै भाइरल प्रश्न रहेको छ। यो अस्ति पनि सोधेको थियो यो है राष्ट्र बैंकमा। ल प्रश्न रहेको छ एउटा वस्तुलाई 10% नोक्सानमा बिक्री गर्यो यदि रु 9 बढीमा बिक्री गरेको भए 12.1 का मुनि 2% नाफा हुने थियो भने उक्त वस्तुको क्रय मूल्य कति होला। मोडेल नम्बर 3 प्रॉफिट एन्ड लस एकदमै इम्पोर्टेन्ट भिभिया प्रश्न हो है। एमसीक्यू लङ दुईटैको लागि इम्पोर्टेन्ट हो। ल सबैजना कमेन्ट गर्नुहोस् छिटो छिटो कमेन्ट गर्नुहोस्। 45 सेकेन्ड है साथी। यसरी नै एक्जाममा पनि बित्छ थाहै हुँदैन 45 सेकेन्ड कसरी बितेको 45 मिनट बितेको कसरी थाहा हुँदैन यो त सेकेन्ड हो कुरा हैन। ल छिटो गरौँ। प्रश्न नम्बर 10 एन्सर कति आयो मैले तपाईलाई क्लासमा सिकाएको थिएँ यदि प्रॉफिट पर्सेन्ट र लस पर्सेन्ट दिएको छ भने दुईटैलाई जोड्ने लस पर्सेन्ट र प्रॉफिट पर्सेन्टेज दिएको छ र पनि जोड्ने तर प्रॉफिट पर्सेन्टेज दिएको छ भने घटाउने लस पर्सेन्टेज दिएको छ र पनि घटाउने है। र यहाँ बढी होस् कम होस् सबैको लागि फिट हुन्छ भन्ने कुरा मैले तपाईलाई सिकाएको थिएँ। ल भन्नुहोस्। ल 45 40 भन्नुभएको छ 45 10 को ए भन्नुभएको छ है। 40 र 45 धेरै जनाले भन्नुभएको छ। ल कन्फर्म गरौँ यसको राइट एन्सर चाहिँ के हुन्छ। लजिक त बुझ्नुभयो सबैजना हैन।
लजिक त सबैजना क्लियर छ। फरक आयो जोड्ने, सेम आयो घटाउने, यति सम्झिनुहोस् है। 10% नोक्सान भयो, यहाँ 12.5% नोक्सान भयो। 12/1/2 भनेको 12.5 भयो। 12.5 र 10 ले कति भयो? 22.5 भयो है। 22.5%। सो 22.5% भनेको कति रुपियाँ बढी? 9 रुपियाँ बढी। सो 1% भनेको कति आयो? 9 का मुनि 22.5 आयो। सो प्रतिशत जहिले कतिको हुन्छ? 100 को। सो न यो डेसिमल हटेपछि नि यो डेसिमल हटाइदिन्छु है। एउटा जिरो माथि थप्न मजाले पाउँछ। इन्टु 100% गरिदिने, इन्टु 100। 15 को टेबलले काटेको 15 गुना 15 225, 15 छक्के 90 हुन्छ फेरि है। त्यसपछि 5 ले 5 तिया 15, 5 20 जा 100 भयो। अनि 3 दुना 6 भयो, 20 दुना कति भयो? 40 भयो। भनेपछि उक्त सामानको क्रय मूल्य कति रहेछ? 40 रुपियाँ। सो अप्सन नम्बर ए इज राइट एन्सर। अप्सन नम्बर ए मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। अब जाउँ प्रश्न नम्बर नेक्स्टतिर। स्क्रिनसट लिनु होला, नभए आफ्नो प्रोफाइलमा ग्रुपहरूमा सेयर गरेर राख्नु होला है साथी हो। ल प्रश्न नम्बर नेक्स्टतिर जाउँ। ल प्रश्न नम्बर 11 गरौँ। ल प्रश्न नम्बर 11 छिटो छिटो गरौँ है। प्रश्न नम्बर 11 मा भनेको छ एउटा पसलेले एउटा घडीलाई 1500मा अंकित गर्यो, अर्थात् सामानको अंकित मूल्य चाहिँ 1500 रहेछ। 10% छुट दिँदा उसलाई 20% नाफा हुन्छ भने घडीको क्रय मूल्य कति होला? ल सबैजना छिटो छिटो गरौँ। घडीको क्रय मूल्य चाहिँ कति होला त? ल कति एन्सर आयो? सी। ओके, सी डी। एउटै प्रश्नको दुई दुईवटा एन्सर कसरी हुन्छ होला त? एकदम सिम्पल छ, हेर्नुहोस्। भोलि अलिकता तपाईँहरूलाई म अलिक बढी समय दिन्छु है। ल यता ध्यान दिनुहोस् त सबैजना। के भनेको छ? एमपी कति दिएको छ? सामानको अंकित मूल्य कति दिएको छ? 1500 दिएको छ है। त्यसमा डिस्काउन्ट कति पर्सेन्ट अलाउड छ? 10% डिस्काउन्ट अलाउड छ। हामीलाई थाहा छ डिस्काउन्ट नेगेटिभ कुरा हो, यो घटाइन्छ। सो एमपी आयो कति? 1500। डिस्काउन्ट 90% सिधै गरिदिने, 100बाट 90 घटाइदिने, डबल जिरो काट्यो। 15 90 कति हुन्छ? 135 हुन्छ है। 15 90 135, 1350 के आयो तपाईँको? एसपी आयो। यो दुईटा जिरो मात्रै काटेको हो होइन। अब चाहिँ नाफा कति भएको छ त? 20% नाफा भएको छ र सिपी निकाल्नु पर्ने। त सिपी बराबर कति भयो? एसपी इन्टु 100 बाई कति आयो त? 100 मा 20 जोड्दा 120 आयो। यति नै हो, 20% नाफा होइन त। सो यो जिरो काट्यो, 3 को टेबलले काटौ। 3 चौका 12 भयो है। फेरि 3 चौका 12, 3 पंचे 15 काटियो। अनि 4 लिएर 4 25 जा 100 भयो। 45 गुना 25 गरौँ, कति आयो? 45 गुना 25। त 45 गुना 25 गर्दाखेरि 45 20 प्लस 5 गरिदिनु सजिलो हुन्छ। 45 दुना 90, 900 भयो। र अनि 5 पचे 25 को 5, क्यारी 2, 4 पंचे 20, 2 22 भयो। सो 9 2 1100 कति आयो? 25। 1125 भनेपछि अप्सन नम्बर कतिमा छ त? अप्सन नम्बर कहाँ छ त? सीमा रहेको छ। सो यो सी इज एब्सोल्युटली राइट एन्सर। ठिक छ। ल नेक्स्ट जाउँ प्रश्न नम्बर 12 तिर। प्रश्न नम्बर 12। भोलि अलिकता बढी टाइम दिन्छु है साथी हो, नभए यसो गरौँ। प्रश्न नम्बर 12। ल प्रश्न नम्बर 12 अलिकता छिटो गर्नुहोस् त। प्रश्न नम्बर 12 भनेको छ एउटा व्यापारीले आफ्नो वस्तुहरूको अंकित मूल्य रु क्रय मूल्य भन्दा 20% माथि तोक्छ। नगद सामान किन्ने बेला 10% छुट दिन्छ भने उसको नाफा प्रतिशत कति होला? ल सबैजना कमेन्ट गर्नुहोस्, छिटो छिटो कमेन्ट गर्नुहोस्। ल ल
ओके, एन्सर धेरैजनाले कमेन्ट गर्नुभएको छ है, 6%, 8%। ल हेर्नुहोस्, मैले के भनेको थिएँ, मैले अगाडि पनि भनेको थिएँ प्रफिट लसको कन्डिसनमा यदि दुईवटा पर्सेन्टेज आयो भने आलु फर्मुला युज गर्ने है। सो आलु फर्मुला A + B + AB/100 रहेको छ, यो फर्मुला युज गर्नु होला है। सबैजना एकचोटि ट्राई गर्नुहोस् त। हेलो हेलो सर। ओके, मैले के भनेको थिएँ, दुईवटा पर्सेन्टेज आयो भने अलवेज आलु फर्मुला युज गर्ने। तर ध्यान रहोस्, पोजिटिभ एस्पेक्टको कुरा गरेको छ प्लसमा लिने, नेगेटिभ एस्पेक्टको कुरा गरेको छ माइनसमा लिने। हेर्नुहोस् त, यहाँ चाहिँ हामीलाई 20% के त माथि माथि भनेको पोजिटिभ कुरा हो, A = 20 लिने। फेरि चाहिँ तपाईँको 10% छुट दिएको छ, 10% छुट मतलब नेगेटिभ कुरा हो, माइनस लिने होइन। अब यसलाई के गर्ने, फर्मुलामा पुट गर्ने। सो -10 प्लस कति आयो, 20 इन्टु -10 का मुनि कति आयो, 100 आयो। सो 20 माइनस कति आयो, 10 माइनस 20 गुना 10 का मुनि कति आयो, 100। यो डबल जिरो काट्यो, 20 बाट 10 गयो, 10 माइनस 2 भनेको कति आयो, 8। 8 यो पोजिटिभमा भएको कारणले गर्दा नाफा भयो 8%। सो अप्सन नम्बर सी मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। ल प्रश्न नम्बर 13 तिर प्रवेश गरौँ। ल 13 को एन्सर कति होला, 45 लिटरको मिश्रणमा दुध र पानीको अनुपात 2:1 रहेको छ। केही मात्रामा पानी मिसाउँदा सो अनुपात 1:2 हुन जान्छ भने कति पानी मिसाइएको रहेछ? 10 लिटर, 21 लिटर, 35 लिटर, 45 लिटर। ल सबैजना गरौँ, छिटो छिटो कमेन्ट गरौँ। ल सबैजना कमेन्ट गर्नुहोस् त। र सक्दो सेयर गर्नु होला है, लाइभलाई सक्दो सेयर गर्नु होला। ए सी भन्नुभएको छ है, ठिक छ ठिक छ, गर्नुहोस् गर्नुहोस्। ल अब चेक गरौँ है त। यहाँ 45 लिटर मिश्रणमा दुध र पानीको अनुपात 2:1 छ है। म तपाईँलाई ट्रिक सिकाउँछु। सुरुमा चाहिँ दुध र पानीको अनुपात 2:1 छ र पुनः पनि दुध र पानीको नयाँ अनुपात हामीलाई 1:2 बनाउनु पर्नेछ। र हामीलाई के भनेको छ, थप्नलाई पानी। त पानीको यदि क्वान्टिटी निकाल्नु पर्यो भने दुधको मात्रा के गर्ने, सेम बनाउने। यदि दूध निकाल्नु पर्यो भने पानीको मात्रा के गर्ने, सेम गर्ने, रेसियो यो सेम गर्ने। त पानी निकाल्न भनेको छ त यो दुधको जुन छ यो रेसियोलाई सेम गर्नु पर्यो। त यो रेसियोलाई सेम गर्नको लागि के गर्ने, यहाँ 2 छ र यहाँ 1 छ भने क्रस मल्टिप्लाई गर्ने, यहाँ 2 राखिदिने, यहाँ 1 राखिदिने र मल्टिप्लाई गर्ने, दुईटै बराबर भइहाल्छ। अर्थात् यसमा 2 ले मल्टिप्लाई गरेपछि कति हुने भयो त, यसमा माथिकोमा 1 ले मल्टिप्लाई गर्नु पर्यो, त 1 मा मल्टिप्लाई गर्दा 2:1 नै भयो। र यसमा चाहिँ 2 ले मल्टिप्लाई गर्नु पर्यो, अर्थात् 2:2 कति भयो त, 4 भयो। ठिक छ, अब हेर्नुहोस् त कुरा बराबर भयो। पानी निकाल्न भनेको छ त दुधको मात्रा चाहिँ कन्स्ट्यान्ट भएको भएन, दुधको युनिट चाहिँ कन्स्ट्यान्ट भएको भएन। त अब चाहिँ के गर्ने, हेर्नुहोस् है, अब चाहिँ यो 2 + 1 भनेको कति आयो, 2 + 1 भनेको 3 युनिट। त 3 युनिट भनेको कति लिटर हो, 45 लिटर हो। त 3 युनिट भनेको 45 लिटर हो भने 1 युनिट भनेको कति लिटर हो, 15 लिटर हो। दुध भनेको छ त दुधको यो फरक ल्याउँ त, फरक। त 1 र 4 को फरक कति आयो, 3। त भनेपछि 3 युनिट भनेको फेरि त्यही हो, 45 लिटर नै हो। सो यसको एन्सर 45 लिटर नै आयो, जुन चाहिँ अप्सन नम्बर के त, डीमा रहेको छ। याद गर्नु होला, दुध निकाल्नु पर्यो भने पानीलाई के गर्ने, कन्स्ट्यान्ट राख्ने। पानी निकाल्नु पर्यो भने दुधको रेसियो युनिट के गर्ने, कन्स्ट्यान्ट राख्ने। र कन्स्ट्यान्ट राख्नको लागि, सेम बनाउनको लागि के गर्ने, यसरी क्रस मल्टिप्लाई गर्ने। यो 1 यतातिर, 1 यता मल्टिप्लाई गरेको, 2 यताको मल्टिप्लाई गरेको है। ल अब जाउँ प्रश्न नम्बर नेक्स्टतिर। सेकेन्ड लास्ट प्रश्न हाम्रो रहेको छ प्रश्न नम्बर के त, 14। ल सबैजना गर्नुहोस्, प्रश्न नम्बर 14 को एन्सर कति होला। ए ले विज्ञानको दोबर अङ्क अङ्ग्रेजीमा प्राप्त गर्यो। ए भन्ने व्यक्तिले विज्ञानको दोबर अङ्क अङ्ग्रेजीमा प्राप्त गर्यो। अङ्ग्रेजी, विज्ञान र गणितमा उसको कुल अङ्क चाहिँ 180 आएको रहेछ है।
यदि अंग्रेजी र गणितका अङ्कहरूको अनुपात 2:3 रहेछ भने उसले विज्ञानमा कति अङ्क प्राप्त गर्यो भनेर प्रश्न आयो। ल सबैजना गरौँ, समय 45 सेकेन्ड, छिटो। गरिदिनुपर्छ र ठिक छ, म गरिहाल्छु नि। पहिला तपाईँहरू पनि त ट्राई गर्नुहोस् एकचोटि, सबैजना ट्राई गर्नुहोस्। सकिँदैन? ल ठिक छ, म सिकाइदिन्छु, हेर्नुहोस्। ल ठिक छ, ल हेर्नुहोस् 14 नम्बरको हेर्नुहोस्। साइन्स र इङ्ग्लिसमा विज्ञानको दोब्बर अङ्ग्रेजीमा छ। त यदि विज्ञानमा 1 युनिट छ भने इङ्ग्लिसमा कति युनिट? 2 युनिट। त्यसपछि यता भनेको छ इङ्ग्लिस र म्याथमा चाहिँ कति युनिट? म्याथमा 2:3 युनिट हो। त अब यसमा चाहिँ साइन्स इज टू इङ्ग्लिस इज टू के गरौँ हामी? म्याथ निकालौँ। त साइन्स इज टू इङ्ग्लिस इज टू म्याथ निकाल्दाखेरि कति आयो? 1 × 2 भनेको 2 आयो। त्यसपछि 2 2 जा कति आयो? 4 आयो। त्यसपछि 3 2 जा कति आयो? 6 आयो हो। अब हामीलाई केमा भनेको छ? विज्ञानमा कति होला? विज्ञान भनेको साइन्स। त साइन्समा निकाल्नु पर्यो भने साइन्सको युनिट कति छ? यहाँ 2 युनिट छ। तल जम्मा युनिट कति आयो? 4 र 2 ले 6 छ, कति आयो? 12 आयो। जम्मा उता टोटल अङ्क कति छ? 180 छ। त 12 15 जा 180 आयो। 15 दुना कति आयो? 30। भनेपछि साइन्समा कति मार्क्स ल्याएको रहेछ? 30 मार्क्स, जुन चाहिँ अप्सन नम्बर के त? सीमा रहेको छ। सक्यो, क्लियर? नयाँ टाइपको प्रश्न हो, नयाँ भेरिएन्टको प्रश्न हो, एकदम इम्पोर्टेन्ट छ। स्क्रिनशट लिनु होला। र हाम्रो लास्ट प्रश्न रहेको छ आजको, एकदमै भाइरल प्रश्न, 2 पटक अलरेडी सोधिसकेको प्रश्न हो यो है साथी। एउटा कलेजमा विज्ञान, अर्थशास्त्र, नेपाली विषयका सिटहरूको संख्या 5 7 8 को अनुपातमा छन्। यदि ती सिटहरूको संख्या क्रमशः 40 50 र 75% बढाउने हो भने ती सिटहरूको संख्याको नयाँ अनुपात कति होला? ल भनिहाल्नुहोस् छिटो छिटो। यो त सबैजनालाई थाहै छ एन्सरै होला। ल सबैजना कमेन्ट गर्नुहोस्, सक्दो लाइभलाई सेयर गर्नुहोस् है। ल यता जुममा पनि साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। मैले एन्सरलाई गोप्य नै राखेँ है। ठिक छ तपाईँहरूको एन्सर ठिक छ। ओके, ल धेरैजनाले यहाँ चाहिँ अप्सन नम्बर के त ए भन्नुभएको छ है, 2:3:4। ल चेक गरौँ। सबभन्दा फर्स्टमा साइन्स, अर्थशास्त्र भनेको इकोनोमिक्स, नेपाली विषयका सिटहरूको संख्या 5 7 8 को अनुपातमा छन्। र यी सिटहरूमा चाहिँ तपाईँको के अरे 40%, 50% र 75%ले बढाउनु पर्यो। एउटा कुरा के याद गर्नु होला, पर्सेन्टेजमा बढाउनु पर्दा 100 मा जोड्ने, पर्सेन्टेजमा घटाउनु पर्दा 100 बाट घटाउने, एकदम सिधा है। सो यो कति आयो? 5 × 140 है। त्यसपछि तपाईँको 7 × 150, यहाँ अटेन है। 5 × 140 गर्ने पर्सेन्टेज इस्टु 7 × 150 गर्ने है। त्यसपछि 8 × 175 गर्ने। सबभन्दा फर्स्टमा पर्सेन्टेजलाई काट्ने र रेसियोमा काट्दाखेरि एकैचोटिमा चाहिँ 3वटैमा काट्ने है। सो अब यो 14 पंचे कति आयो? 70 700 आयो है। 15 7 105 1050 आयो। 175 8 1400 आयो है। फेरि यो 0 0 काट्दिनुहोस्। अब 35 दुना 70, 35 तिया 105 र 35 चौका 140। सो 2:3:4 जुन चाहिँ अप्सन नम्बर एमा छ। ल ए मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ। ल यसरी गर्ने हो है। र भोलि पुनः पनि म फेरि 15वटा एकदमै इम्पोर्टेन्ट र त्यसमा चाहिँ साथीहरूले तपाईँहरूले पनि सोध्न सक्नुहुन्छ है। मैले अघि पनि भने तपाईँहरूले मलाई रमन कुमार शाह अफिसियल फेसबुक पेजमा र वेब इन्स्टिच्युटको जहाँ तपाईँ लाइभ हेरिराख्नु भएको छ त्यही लोकसेवामा सोध्न सक्ने जेन्युन प्रश्न पठाउन सक्नुहुन्छ। नाम सहितको प्रश्न म यहाँ सो गर्नेछु है साथी हो। 15वटा भोलि यो 7 गतेसम्म कन्टिन्यू हुन्छ। 5:30 बजेदेखि लिएर 6:30 बजेसम्म चाहिँ कन्टिन्यू हुन्छ है। 5:30 देखि 6:30 फ्रीमा हो, फ्री अफ कस्ट हो। आउनुहोस्, केही नयाँ नयाँ कुरा सिकेर जानुहोस्। र यो लोकसेवाको लागि कमिङ 8 गतेको एक्जामको लागि एकदमै महत्त्वपूर्ण जेन्युन प्रश्नहरू, आधिकारिक प्रश्नहरू रहेका छन्
है। मजाले तपाईहरु कोही भर्खरै जोइन गर्नु भएको छ भने लाइभलाई शेयर गर्नु होला र पुनः पनि के त हेर्न सक्नुहुन्छ र तपाईहरुलाई यो फिडब्याक क्लास कस्तो लागिरहेछ तपाई आफ्नो कुनै जिज्ञासा छ भने प्लिज कमेन्ट बक्समा लेख्नु होला र तपाईलाई यो आजको यो फिडब्याकले तपाईलाई कतिको है फ्रुटफुल भयो कतिको फाइदाजनक भयो त्यो पनि मेन्सन गर्नु होला है साथी हो। त्यसो भए आजलाई हामी यति गर्छौं। हस्त धन्यवाद सबैजनालाई। गुड नाइट, टेक केयर।